नमस्कार साथीहो, तपाईलाई फेरि स्वागत छ तपाईको आफ्नो मनपर्ने कथा च्यानलमा। नेपाली कथा संसारमा आज म तपाईलाई सुनाउने कथा एकदमै रमाइलो छ। बुद्धि, चलाकी र जीवनको सानो पाठ पनि लुकेको छ यसमा। कथाको नाम हो बुढो बाघ र चतुर बाँदर। अब सुरु हुन्छ कथा। आजको कथा पुरानो समयको कुरा हो। जंगलको बीचमा एउटा बाघ बस्थ्यो। बलियो र डरलाग्दो, सबैको नजरमा राक्षस जस्तै थियो। तर समय सबैको लागि एक जस्तै हुँदैन। वर्षौं बिते, अब त्यो बाघ बुढो भइसक्यो। ऊ अब शिकार गर्न सक्दैन थियो। आँखा धमिलो, दाँत सुकुलो अनि शरीर कमजोर हुँदै गयो। एक दिन ऊ भोकले गलेको थियो। भोको पेटमा ग्यास निक्लिन थाल्यो। त्यसपछि उसले चाल खेल्न सोच्यो। शिकार गर्न त सक्दिन, तर किन म नाटक पनि गर्न नसक्ने होला, उसले आफैसँग भन्यो। बाघ ढल्केर जंगलको बाटो छेउमा बस्यो। नाटक गर्दै ऊ गम्भीर बिमारी भए जस्तै नाटक गर्यो। जो पनि जान्थ्यो ऊ रुनु जस्तै गरेर भन्थ्यो, म बिमारी छु, मर्न लागेको छु, केही त सहयोग गर। बाघले भन्यो। कतिपय जनावरहरू डरले भाग्दथे, कतिपय चाहिँ झुक्केर नजिकै पुग्दथे अनि कहिल्यै फर्किँदैनथे। तर एक दिन एक चतुर बाँदर त्यसै बाटो हुँदै आयो। बाँदरले टाढैबाट देख्यो, बाघ त ओछ्यानमै ढल्केको छ। भिजेको आँखा लिएर माया लाग्दो स्वरमा बाघले भन्यो, ओइ बाँदर भाइ, ओइ बाँदर भाइ, म मर्न लागेको छु, केही खानेकुरो ल्याइदेऊ न। बाँदर अलिक परबाट चुपचाप उभिएर हेर्न थाल्यो र एकाएक उसले थाहा पायो, हेर त, सबै पाइला त बाघतिर गएका छन्, फर्केर आएको पाइला त एउटै छैन। त्यसपछि बाँदरले घचघचाउने शैलीमा भन्यो, बाघ दाइ, तपाईँ बिमारी हुनुहुन्छ होला, तर तपाईँको घरको अगाडि फर्केका पाइला छैनन्, अनि तपाईँ त बिमारी हो कि चालबाज हो? बाँदर रुख चढेर हाँस्दै भन्यो, हाम्रो बुढापाकाले को भनाइ छ, जहाँ जाने पाइला हुन्छन् त्यहाँ फर्किने पाइला पनि हुनुपर्छ। र उसले भन्यो, म बुद्धिको भरमा बाँच्न चाहन्छु, तपाईबाट होइन। बाँदर हाँस्दै रुखहरू टेकेर गयो र जंगलभित्रको चतुराईको चर्चा चल्न थाल्यो। बाघ चाहिँ त्यही लाजले झन गल्यो र अरू जनावरहरूले पनि अब उसको चाल बुझ्न थाले। कोही नजिक गएनन्। अन्त्यमा बाघ भोकै बसेर रुन थाल्यो। अनि यस्तै गरी आजको कथा सकिन्छ। हामीले केही सिकौँ त। अब बल ठुलो होला, तर बुद्धि र होसियारी अझै ठुलो हुन्छ। हामीले सबै कुरा देखे अनुसार मात्र नबुझ्ने, कहिलेकाहीँ हेर्नु पनि पर्छ, फर्किने बाटो छ कि छैन भनेर। यदि तपाईलाई आजको कथा मन पर्यो भने कृपया लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र कमेन्ट गर्न नबिर्सिनुहोला। अर्को कथा कुन चाहिन्छ हामीहरूलाई कमेन्ट्समा लेख्नुहोला र फेरि भेटौँला अर्को रमाइलो कथासँग तपाईको आफ्नै च्यानल नेपाली कथा संसारमा। धन्यवाद।